Guys, welcome to my YouTube channel. My name is Sonam Lama. I'm from Kathmandu. अब म जाँदैछु कहाँ भन्दाखेरि यो Playing Carom board. Playing Carom board. यो Carom board ठाउँको नाम पर्यो हाम्रो जाने चाहिँ बालकुमार दाजु. If you guys want to see अरु playing Carom board. आज मैले दाँत सफा गरेर गाइस हेर्नुस् कस्तो छ दाँत सफा टेलिकटर छ. आपको एक काम करना पड़ेगा. Like, share and subscribe. हेर्दै जानुहोस् ल म आज राम्रो फुल भिडियो हाल्छु. कोहीले कति खान्छ र मैले कति गेममा खेल्छु हेर्दै जानु ल है त म देखाउँछु. ल म तपाईलाई त्यहाँ पुगेपछि देखाउँछु. रुख ल हान त. एउटा गयो. कतिले खान्छ भनेर हान नि यो हान्छु भनेर. तिम्रो भाइरल गरिदिन्छु के रात रात. मलाई गरौ तपाईँ अलि शान्तिनु. गेम खेलियो गेम खेल्नै जानेन भाइले नि हान्न जानेन मैले खेल्ने त्यसपछि झ्याउलाएर हामीले छोड्दियौँ. गेम छोड्ने बित्तिकै फेरि पानी परिसकेपछि हामी अब रन्दपतिर जान्न त भनेको अब एकजना साथी भेटेर बस्तीमा लाग्यौँ र त्यसपछि तपाईँहरू आफै हेर्नुहोस् भिडियो कस्तो हुन्छ. पानी परेर खतम भइरहेको हुन त बस पार्कतिर रत्त पार्कमा पानी हराउँछ नि. इन्टरनेट लाग्यो भने पानी हराउँछ के खतम भयो. बिचरा ट्राफिक दाइ हेर्नु त पानी बिजी काम गर्दै हुन्छ कि अनि बिचरा काम कसको बिहा हुन्छ नि पानी घाम पानी भयो तिमीले देखेछौ क्या रामले कचोटि बिहा गर्ने दुई साल के फरक पर्छ र अब कानुनै आउने भन्ने कुरो थियो. हेरलाई त आइज राम्रो हुन्छ दुईजनाले गर्ने कानुनमै हुनु पर्यो क्या मेन कुरो. अनि पो रमाइलो यता फर्के एउटा बुढी उता फर्के अर्को बुढी आमा यो भित्रको ताना यो भित्रको ताना त यो भित्रतिरको सुन र भित्र मान्छे छैन नभए ऊ आऊ कानेक्ट छोड र भन्दा सुन्दर मान्छे छैन. पनि हाल्नुपर्छ काटेर कस्तो ठ्याक्कै जाममा परे बेलामा आइदियो गाता दिपक कहाँ ड्राइभर कहाँ गीत अघि के आयो भन्नु एउटा बोट निकाल अनि यहाँ टक्क राखेर गर्न. हामी रत्न पार्कबाट बोटो जाँदैछौँ भन्ने हामीले लाइन काठमाडौँमा धेरै पछि पानी परिरहेको छ. त्यो चाहिँ अचम्मको कुरा हो. एक सेकेंड ले हावाले झन्डै उडा चागल पुऱ्याएको होइन खतम हो घरबिरी हुँदा आएको न जाथ्यो हावा हुरी चोक चल्दै
रत्नपारको हाल यस्तो बिजोग छ गाई हेर्नु रत्नपारको हाल यस्तो छ हेर्नु यहाँ हावाले सब घाटा स्प्रेडहरू पग्लो पग्लो राखेन अब यहाँ रामलाई उडाएर चालेर पुऱ्यायो भने खोज्न कहाँ जाने मलाई उडायो भने खोज्नमा आमाले झन्डै मारेको आज हामीलाई किन जाने होइन होइन मामालाई हार्नु भिडियो गर्नु भन्दा यार मामा हारेको है दिउँ न हामी त्यहाँ भिडियो गर्नु पर्ने अघि क्या कतिहरू तर्के लायो यार भाइ रत्न पाराको यस्तो हेर्नुहोस् है यो पुलपुल देखाउनु त यो पुलपुल चाहिन्छ भने अब मान्छे लाग्यो क्या भने अघि लड्यो हिँड्यो मन दङ्ग भएको त्यो हावा लड्यो त्यो फेरि कस्तो लड्यो हावा नि स्कुटीमा थियो त्यो 21 बजे चाहिँ यहीँ छ राणा खाँदै गाडी एकदम आएको फेरि जोरबारी गर्नुपर्ने हो भन्नु हेलो अब त लास्टी भयो नि थाहा होला नि है रनादारो नि पछाडि म छुबाट आइसकेको त 99 पुगेको त 99 आइसकेको त्यहाँ छिर जानु त्यहाँ धेरै जोरबारी गर्नु है बुढा छिर जानु भएन मलाई छोडिदिने एक दुईजना याद त्यत्रो मान्छे नहाल्नु नि यार धेरै खाँदिरहेको छ बुढाले मान्छे होइन मान्छे आउँछ फेरि जोरबारी गर्नु पर्नु भन है भाग्यमै नभएपछि बस के अन्त आज भाग्यमै कुकुरले म देखाएको भाग्यमा कुकुर देखाएर पदम जानुहोस् है पदम सिक खाली छ हेर्नुहोस् त उहीको त अब त पुरा प्याक भइगयो त यस्तो खाएको बेला यस्तो मनपर्ने हेलो गाइस ल आज चाहिँ म घरबाट निस्केर क्यारम बोर्ड खेलिसकेर अनि हामी एकछिन त्यहाँ बसेर निस्केको थियौँ पानी परेपछि ल के गर्ने भन्छ आज घुमौँ भनेर रत्नपारतिर घुम्नु गयौँ बसमा र बसमा हेर्दै घुम्दै जाँदा पानी पऱ्यो धेरै डेन्जर भइरहेको थियो र त्यस्तो अवस्थामा मैले भिडियो खिचेर हालेँ कस्तो के भयो प्रतिक्रिया दिनु आज धेरै नराम्रो हावा उडिआइरहेको थियो उसमा रत्नपारतिर र काठमाडौँमा डेन्जर छ र साँच्चै अस्तिको हाम्रो भूकम्पले के कस्तो कुकुरलाई थाहा पाउनु भयो 2:52 म त भूकम्प आउँदा राति सुतिरहेको थिएँ त्यही पनि थाहा पाएर भाग्नु थालेको झन्डै ल त्यस्तै भए ठिक छ हामी तपाईँले के अब आज दिएका छौँ आज दिन गयो अब अर्को दिन नेक्स्ट दिन फेरि भिडियो बनाउँछौँ तबसम्मलाई केही प्रतीक्षा वेट गरिदिनु होला र मेरो आजकल अलि ढिलो भिडियो आउँछ कारण के छ भने चाहिँ मेरो यो दाँतको बङ्गर बुद्धि बङ्गर आएर साह्रै दुःख दिएको थियो र त्यसले कारणले गर्दा चाहिँ म अलि भिडियो बनाउनु पाइरहेको छैन र पछि सधैँ भिडियो हाल्नेछु अहिले चाहिँ अब दाँत जिगेर फालियो औषधि खाँदैछु र औषधि खाइसके सन्चो भइसक्यो औषधि खाँदैछु र त्यसपछि सन्चो भएपछि फेरि नयाँ भिडियो राम्रो ठाउँमा जान्छौँ र
अब हामी चाहिँ बनाउनु थाल्यो नि अब बनायो भने म मनाङ उत्तरतिर जाने नभए आउट अफ भ्याली तपाईँको जस्तै हुन्छ नि झापातिर जाने दार्जिलिङतिर जाने एउटा सोच छ त्यस भिडियो फेरि छिटै हाल्नेछु नयाँ आउँछ मेरो भिडियो हेर्दै जानु होला र प्रतिक्रिया दिँदै गर्नु होला हस् धन्यवाद आजको लागि यति नै है त